क्यानाडामा चाहिँ तपाईँले यो फर्स्ट टाइम विन्टरमा चलाउँदै हुनुहुन्छ भने यस्तो पछाडि पार्किङ गर्ने बित्तिकै तपाईँले यो ठ्याक्क टायर पछाडि चेक गर्नुलाई यस्तो यो यस्तो जमिरहेको हुन्छ अनि यही बेला यो निकाल्नुपर्ने हुन्छ यो निकालेन भने चाहिँ पुरै जमेर साह्रो भएर बस्छ है यसरी स्पेसली यतातिर यो साइडमा अब यो चाहिँ यस्तै टायरमै छुइसक्यो अब यो साह्रो भयो भने चाहिँ यो टायर अब टर्न गर्नै मिल्दैन पछि गाडी घुमाउनै मिल्दैन साह्रो भएर बस्छ कि भोलिपल्ट चाहिँ अहिले नै पार्क गर्ने बित्तिकै तपाईँको गाडी पार्क गर्ने बित्तिकै निकाल्नुपर्छ यो के 2-3 घन्टा पनि लाग्दैन जान्नलाई पुरै साह्रो भएर बस्छ है लास्ट इयर चाहिँ अब त्यस्तो गरिएन त्यही भएर अलिकति गाह्रो भयो यहाँ पनि त्यस्तै छ हालत सबभन्दा मेन चाहिँ यहीँ हो यता पुरै टायरमा छोएर बस्छ है अनि यहाँ भुइँमा पनि हो भुइँमा यो साह्रो भएपछि चाहिँ यो ठोकिन्छ बाटोमा त्यो स्पिड बम्पहरू हुन्छ नि त्यसमा चाहिँ यो साह्रो भएपछि यो ठोकिन थाल्छ अनि गाडीमा असर पर्छ एकदमै नराम्रो मेन चाहिँ यो अगाडिको टायरको ठ्याक्क यो टायर पछाडि यो ठाउँ चाहिँ यहाँ एकदमै धेरै हिउँ जान्छ यो सबै यो यस्तो अहिले यसलाई यस्तो भएन भने यो एकदमै साह्रो भएर ढुङ्गा जस्तो बस्छ पहिला चलाउनु भएको छ भने तपाईँको के भन्नाले थाहा भइहाल्छ थाहा भइसक्यो होला फर्स्ट टाइम विन्टरमा चलाउँदै हुनुहुन्छ भने चाहिँ यो भागतिर चाहिँ याद गर्नु होला पार्किङ गर्ने बित्तिकै सफा गर्नु होला